Namaste. A very warm welcome to all the people out here. Uh, Thankfully, time में चाहिँ program सुरु भएकै छ because I know all the panelists are very sharp on time अनि उहाँहरूको फेरि यहाँ पछिको commitment पनि छ. So, regardless, we are discussing उद्यममा नयाँ पुस्ता and यो topic चाहिँ अहिलेको टाइममा एकदम relevant पनि छ because global platforms and global things are rising from Nepal. So, युवा उद्यमीहरू नेपालमा रहेरै विदेशका कुना कुनामा पनि आफ्नो प्रोडक्ट सर्भिसेसहरू विस्तार भइरहेको बेला यो किसिमको चाहिँ हाम्रो प्यानल डिस्कसन चाहिँ अहिले एकदमै समय सान्दर्भिक पनि भइरहेको छ एन्ड आई हेभ अ भेरी प्रोमिनेन्ट प्यानलिस्ट विथ मी सो उहाँहरूलाई चाहिँ सोध्ने क्वेसन चाहिँ मैले हिजो रातिदेखि नै अलिकति प्रिपेयर गरेर चाहिँ लिएर आएको छु सो लेट्स नट वेस्ट एनी टाइम लेट्स गेट डाइरेक्टली इन्टु आवर सेसन सो मेरो फर्स्ट क्वेसन छ डक्टर छेरिङलाई सो हजुरलाई चाहिँ So Idea Studio Nepal focuses on nurturing entrepreneurial ideas. So how do you view कि अहिलेको mindset of youthहरूको चाहिँ when it comes to starting business in Nepal हुन्छ नि के common mindset र aspirationsहरू तपाईँले अहिलेको युवाहरूमा देखिराख्नु भएको छ because you are in the center of it right now हैन so यहाँको मान्छेहरूको चाहिँ कस्तो किसिमको चाहिँ अपेक्षा छ कस्तो किसिमको माइन्डसेट लिएर चाहिँ नयाँ युवा उद्यमीहरू चाहिँ अहिले नेपालमा केही गरौँ भनेर आर्ट लिएर अठोट लिएर अगाडि बढिरहेछन् Thank you very much. यो entrepreneurship or उद्यमीशीलता भनेको अहिले चाहिँ एउटा राम्रो डेभलप भइरहेको छ यो संसारभरि नै नेपालमा मात्र नभइकन अहिले धेरैजना यङ जेनेरेसनले एउटा म entrepreneurshipको जर्नीमा लाग्छु भन्नेहरूले एउटा करियरको रूपमा नै हेरिरहेका छन् त्यसै कारणले पनि यो हामीले जब सुरु गर्दै 2012 मा जब हामीले इन्भिजन गर्यौँ 2014 देखि सुरु गर्यौँ अहिलेसम्म आइपुग्दाखेरि प्रत्येक लेभलमा यो सुरुवात हामीले कलेजदेखि नै हामी सुरुवात गर्दैछौँ र गरिरहेको पनि छौँ यसको धेरै नै चासोहरू बढिरहेका छन् यतिसम्म चासो बढेको छ कि अहिले स्टार्टअपको नाममा धेरै इभेन्टहरू पनि भइरहेको छ होइन अहिले गाउँपालिकादेखि लिएर झन्डै झन्डै सङ्घीय मन्त्रालयसम्म नै यो कुराहरू भइरहेका छन् त्यसै कारणले माइन्डसेट छ तर कमी चाहिँ स्किल सेट र नलेजमा अलिकति लगानी पुगेको छैन कि जस्तो भइरहेछ त्यसै कारणले माइन्डसेट एउटा मलाई नेपालीहरूकोमा मनपर्ने I'm very thankful जति हामीले आइडिया पठाउनुहुन्छ झन्डै झन्डै यो 17 वर्षदेखि लिएर 70 वर्षसम्मले पठाउनुहुन्छ त्यसै कारणले उहाँहरूको सोचाइ उहाँहरूले गर्नु खोजेको देख्दाखेरि चाहिँ साह्रै खुसी हुन्छु र सबभन्दा ठुलो चाहिँ सस्टेनेबिलिटी नै हो तर कसरी सस्टेनिङ राख्ने र नेपालमा उद्यमी हुनलाई एउटा स्टार्टअप भएर सुरु गर्नको लागि यदि 3 वर्षदेखि 5 वर्ष कमिट गर्न सकेन भने चाहिँ त्यो हुँदैन मलाई भन्दा पनि बढी हाम्रो साथीहरू बढी थाहा छ होला यस सम्बन्धमा त्यसै कारणले पनि यो कसरी यो नर्चरिङ इन्भाइरोमेन्ट क्रिएट गर्ने भन्ने विषयमा अलिकति जोड दियो भने चाहिँ नेपालमा गाउँदेखि सहरसम्म अझ बाहिर गएर पनि सोच्न थाल्नु भएको छ र रिटर्न माइग्रेन्ट्सहरू धेरै नै आउनु भएको छ विदेशमा केही गरेर फर्किनु भएको छ नेपालमै केही गर्छु भनेर उहाँहरूले चाहिने जुन चाहिँ वातावरण हामीले अझ राम्रोसँग सिर्जना गर्नै पर्नेछ र अलिकति स्किल र नलेजमा हामी अझै लगानी गऱ्यो भने नेपालको भविष्य मलाई राम्रै देखिरहेको छु हजुरले भनेको जस्तै धेरैजना विदेशबाट चाहिँ फर्केर आएर अहिले अब नेपालमा केही गर्नुपर्छ भन्ने चाहिँ जमात पनि बढेको छ हामी जहिले पनि नेपालबाट धेरैजना विदेशी भन्ने मात्र कुरालाई चाहिँ एकदम प्राथमिकतामा राख्छौँ तर आफूले पनि देखेको र हजुरले पनि भन्नुभयो जो चाहिँ यो स्टार्टअप इकोसिस्टम अहिले सँगसँगै काम गरिरहेछौँ हामीले धेरैजना बाहिर सिकेर स्किल सिकेर नेपालमै फेरि फर्केर आएर केही गरौँ भनेर आँट्नुभएकाहरू पनि धेरैजना हुनुहुन्छ सो त्यो कुरालाई पनि मध्यनजरमा राखेर त्यो पनि एउटा चर्चाको विषय चाहिँ हुनुपर्छ जस्तो मलाई पनि लाग्छ र कमिङ ब्याक टु विदुषी म्याम हजुरको गोल्ड स्टारको त अब नाम कसैलाई चिनाइराख्नै पर्दैन यो चाहिँ हरेक घरको पनि प्रडक्ट हो एउटा नेपाललाई एकदमै इन्टरनेसनली अहिले चिनाइरहेको ब्रान्ड पनि हो सो गोल्ड स्टार दशकौँदेखि नेपाली घरमा परिचित नाम पनि हो पछिल्ला केही वर्षहरूमा ब्रान्डले चाहिँ आफ्नो डिजाइनमा चेन्ज गर्दै अनि यङ जेनेरेसनको पनि एकदमै ध्यान आकर्षण गर्न पनि सफल भएको छ र गोल्ड स्टार अहिले म्यासिभली एक्सपान्ड पनि भइरहेको छ ठाउँमा अब गोल्ड स्टारको के अरे सोरुम नभएको त अहिले ठाउँमै भेट्न पनि गाह्रो छ सो हाउ आर यु स्ट्राटेजिकली स्टियरिङ यो गोल्ड स्टारको चाहिँ एक्सपान्सन स्टिल बिङ भेरी रेलिभेन्ट एन्ड अलाइन्ड विथ एस्पिरेसन अफ गोल्ड स्टार जहिले सुरु भएको थियो त्यो भ्याल्युजलाई क्यारी गरेर हाउ हेज योर स्ट्राटेजी बिन यो कुरालाई चाहिँ नमस्कार सबैजनालाई हलमा आउनुभएको सबै महानुभावहरूलाई
थ्याङ्क यू फर द क्वेसन गोल्ड स्टारको हिस्ट्री तपाईँले भनिहाल्नुभयो 1970मा सुरु भयो सो 54 इयर्स भएको लेगेसी बोकेको ब्रान्ड हो यो होइन र हामीले चाहिँ पहिलादेखि नै सुरुदेखि नै हामीले एकदमै टेक्नोलोजीमा इन्भेस्ट गरेका थियौँ त्यसले गर्दाखेरि वी कुड कम अप विथ ड्युरेबल सुज हाम्रो मसिन्सहरू सबै इटालियन मसिन्सहरू हो र हामीले चाहिँ एक किसिमको जुत्ताहरू मात्रै प्रड्युस गरिरहेको थियौँ फर मेनी इयर्स किनभने नेपाली कन्ज्युमर्सहरूले अफोर्ड गर्न सक्ने किसिमको सस्तो बलियो भरपर्दो जुत्ता भनेर हामीले 30औं वर्षसम्म त्यही बनाइरहेका थियौँ र त्यही भारतमा पनि हामीले एक्सपोर्ट गरिरहेका थियौँ तर पास्ट 15 इयर्सदेखि चाहिँ नयाँ टेक्नोलोजी लिएर आएर नयाँ युवाहरूलाई चाहिँ कसरी यो जुत्ता मन पराउन लगाउने त भनेर हामीले त्यतातिर सोच लगायौँ किनभने जुत्ता भनेको चाहिँ एउटा फेसन इन्डस्ट्री हो र फेसन इज फर एभर चेन्जिङ त्यसले गर्दाखेरि हामीले एकै किसिमको जुत्ताहरू बनाइरहँदाखेरि चाहिँ नयाँ युवा पुस्ताहरूले त्यसलाई रुचाएनन् त्यसले गर्दाखेरि हामीले चाहिँ एउटा रिसर्च गरेर नयाँ पुस्ताहरूलाई कस्तो जुत्ताहरू मनपर्छ त कस्तो किसिमको जुत्ता लगाउँदैछन् उनीहरूले भनेर त्यसलाई चाहिँ अध्ययन गरेर अनि हामीले चाहिँ नयाँ टेक्नोलोजी राखेर नयाँ डिजाइन सेल राखेर होइन नयाँ ल्याब राखेर अहिले चाहिँ हाम्रो नेपालकै सबभन्दा ठुलो जुत्ता उद्योग हो सबभन्दा ठुलो धेरै मात्रामा चाहिँ हामीले इम्प्लोइमेन्ट जेनेरेट गरेका छौँ 3000जनाभन्दा बढी हामीका कार्यरत हुनुहुन्छ वर्कर्सहरू त्यसमा पनि 70% महिला हुनुहुन्छ त्यसपछि हाम्रो सबभन्दा ठुलो डिजाइन सेल छ होइन र नेपाली जुत्ता उद्योगमा एनएस र बिआइएस भन्ने दुइटै प्राप्त गरेको खालि गोल्ड स्टार सुज मात्रै हो किनभने हामी एक्सपोर्ट पनि गर्छौँ त्यसले गर्दा यो सबै लिनको लागि र रेलेभेन्ट भइरहनुको लागि चाहिँ टेक्नोलोजीमा खेल्नु पर्थ्यो हाम्रो चाहिँ एकदम म्याक्सिमम लगानी नै टेक्नोलोजीमा छ त्यसले गर्दाखेरि हामी जुत्तामा चाहिँ 50% भन्दा बढी भ्यालु एडिसन नेपालमै गर्छौँ कति कुरा त र मटेरियलहरू कुनै पनि जुत्ता बन्नलाई चाहिँ मान्छेले हेर्दा जुत्ता बन्दा तपाईँले लाउनु भएको जुत्ता पनि सजिलो छ तर हरेक जुत्ता बनाउनु चाहिँ 75 देखि 80 कम्पोनेन्ट्सहरू चाहिन्छ सो यो डिफ्रेन्ट कम्पोनेन्ट्सहरू हामी चाहिँ फेरि ल्यान्डलक कन्ट्री भएर हामीले बाहिरबाट विदेशबाट मगाउनु पर्ने हुन्छ होइन र त्यसले गर्दाखेरि अब त्यो च्यालेन्जेसहरू अभियसली छ तर त्यो सबै हुँदाहुँदै पनि 50% भन्दा बढी भ्यालु एडिसन हुने भनेको धेरै राम्रो हो र त्यो हेरेर अनि मेनली युवाहरूलाई के चाहिँदो रहेछ फेरि नेपाली युवाहरू चाहिँ एकदमै भेरी फेसन कन्सियस होइन आजको युवा आजको जेन्जी अथवा मिलेनियल अथवा अल्फा भनेको चाहिँ हामी जस्तो होइन उनीहरू चाहिँ देखेका छन् सुनेका छन् बजारमा नयाँ जुत्ता के आछ अथवा नयाँ प्रविधि के आछ उनीहरूलाई तुरुन्तै थाहा हुन्छ र दे एक्सपेक्ट द सेम थिङ त्यसले गर्दाखेरि हामीले चाहिँ फर एभर कन्सटेन्टली चेन्ज गर्नुपर्छ र तपाईँले जुन भन्नुभएको थियो त्यो रेलेभेन्ट हुनलाई हाम्रो एउटा हाम्रो इथोस अफ आ कम्पनी भनौँ न द्याट वी हेभ टु बी ड्युरेबल वी हेभ टु बी कम्फर्टेबल एन्ड अफोर्डेबल त्यो तिनवटा चाहिँ हामीले सोच्नुपर्छ हाम्रो मसिनले आज पनि 20,000 22,000 पर्ने जुत्ता पनि बनाउन सक्छ तर गोल्ड स्टार 20-25 हजारको चाहिँ बजारमा किन्दैन भनौँ न त्यसले गर्दा हामीले स्लोली ग्रेजुअली हामीले चाहिँ पैसा रेज गरिरहेछौँ र एकदम राम्रो जुत्ताहरू अहिले आजको दिनमा चाहिँ 300 भन्दा बढी हाम्रो एसक्युजहरू छ सुजको त्यसले गर्दाखेरि चाहिँ हाम्रो स्कुल सुजदेखि चप्पलदेखि ट्रेकिङ सुजदेखि वकिङ सुज लेदर सुज लाइक वी हेभ अल द भेराइटिज मोर देन 300 एसक्युज एन्ड वी ग्रोइङ टेक्नोलोजीमा चाहिँ हामीले इन्भेस्ट गरेर नै यो भए जस्तो लाग्छ र युवाहरूलाई के चाहिन्छ भन्ने कुरा चाहिँ हामीले एकदम क्लोजली मोनिटर गर्छौँ युवाहरूकै कुरा गर्दाखेरि अब पर्चेसिङ पावर अफ नेप्लिज युवा चाहिँ बढेको पनि छ समवाट सो त्यसले गर्दाखेरि पनि जुत्ता फेसन ब्रान्ड्सहरूको चाहिँ डिमान्ड एन्ड देन मेड इन नेपाल प्रडक्टलाई लिएर पनि अर्कै विभिन्न किसिमको भनौँ न बेग्लै किसिमको एउटा आत्मीयता छ सो पहिला चाहिँ नेप्लिज ब्रान्ड भनिसकेपछि मान्छेहरूले त्यति प्रिफर चाहिँ होइन विदेशकै ब्रान्ड लाउँछु भन्थ्यो भने सडन्ली अहिले चाहिँ मेड इन नेपाल प्रडक्टहरू नै पहिला सुरु लेट्स ट्राई आउट पहिला सुरु आफ्नै देशकै चिज चाहिँ कन्ज्युम गरौँ न भनेर पनि युवाहरूमा चाहिँ यो एउटा देशप्रेम भनौँ या मेड इन नेपाल प्रडक्ट्स प्रतिको चाहिँ कन्फिडेन्स चाहिँ जागेको छ एन्ड इट्स गुड टु नो कि हजुरको वर्क फोर्समा देयर इज लाइक सो मेनी वुमेन एक्टिभली इन्भल्भ इन द्याट सो कुडोज टु गोल्ड स्टार फर द्याट कमिङ ब्याक टु उज्जवल सर दे से कि फ्यामिली बिजनेस आर सम अफ द हार्डेस्ट टु लिड किनभने एकदमै धेरै एक्सपेक्टेसन पनि हुन्छ इमेन्स प्रेसर पनि हुन्छ बिकज पहिलादेखि नै एकदमै सक्सेस भनौँ न एउटा ठुलो के भन्छ त्यसलाई रेपुटेसनमा बिल्ड भएर बसिरहेको बिजनेसमा सडन्ली यु कम इन एन्ड देयर सो मच अफ प्रेसर कि तपाईँले कुनै पनि डिसिजन लिएको रङ भइदियो या सक्सेस भएन या तपाईँलाई हेड गर्न दिएको चिजहरूमा परिवारले पाएको जस्तो सक्सेस पाएन भने द्याट माइट रियली बी भेरी डिप्रेसिङ अनि त्यसपछि त्यसको धेरै कन्सिक्वेन्सेस पनि हुन्छ किनभने जति ठुलो अर्गनाइजेसन भयो त फेलियरले उति नै बढी हिट पनि गर्छ सो त्यो भइराख्दाखेरि यु वक्ड इन टु यर फ्यामिली बिजनेस अनि अहिले पनि कतिजना
नेपाली युवाहरू पनि हुनुहुन्छ जसको चाहिँ आफ्नै फ्यामिली बिजनेस छ एन्ड दे आर थिङ्किङ ट्वाइस बिकज अफ द प्रेसर। त्यतिखेर प्रेसर लिन अलिकति सजिलो हुन्थ्यो भने अहिले त एभ्री कन्सट्यान्ट मोनिटरिङ पनि हुन्छ, कन्सट्यान्ट सबैजनाको आँखा पनि भइरहेको हुन्छ। हाउ डु यु डिल विथ इट? हजुरले कसरी डिल गर्नुभयो र वाट एडभाइस वुड यु गिभ समवन अहिलेको नयाँ युवा पुस्ता जो चाहिँ आफ्नो फ्यामिली बिजनेसलाई टेक ओभर गर्छु भनेर सोचले अगाडि बढिरहनु भएको छ? थ्याङ्क यू सबैलाई नमस्ते र आज डिजिटल मिडिया अलायन्स नेपाललाई पनि धन्यवाद निम्तो गरेकोमा। सर्वप्रथम त आई वान्ट टु गो ब्याक। म मेरो पारिवारिक यो कम्पनी पञ्चकन्या ग्रुप जोइन गर्दाखेरि 3 दशक पुरानो भइसकेको थियो र म आज कम्पनीमा आबद्ध भएको लगभग 2 दशक भइसकेको छ होइन। मेरो पहिलो एन्ट्री नै मार्केटिङ डिभिजनमा थियो, सो अलिकति पिआर कल्चर सबै बुझ्नुको लागि। र त्यति बेला बस्दाखेरि 1-1.5 वर्षमा धेरै फ्रस्ट्रेसन भइसकेको थियो आफूलाई पनि। अमेरिकामा पढेर आयो, विदेशमा पढ्यो, इन्डियामा पढ्यो, पढेपछि जे पढेको त्यस्तै त हुँदैन आफ्नो ठाउँमा, धेरै कुराहरू भिन्न थियो। र नेतृत्वको जिम्मा लिनुभन्दा अगाडि हाम्रो घरमा के थियो चलन भने धेरै जस्तो फ्यामिली बिजनेसहरूमा आफूले नयाँ जिम्मा लिएकोलाई प्रमाण नगरेसम्म त्यो नेतृत्व हतपत पाउँदैन क्या। सो म 3rd जेनेरेसन हो पञ्चकन्या ग्रुपमा। सो त्यसले गर्दाखेरि मैले नम्बर 1 त एउटा प्रुभ गर्नुपर्ने परेको थियो। म जहाँ आज म्यानुफ्याक्चरिङ डिभिजन सबैलाई हेर्छु र त्यति बेला अर्को चुनौती के थियो भने म जोइन गर्दाखेरि त्यहाँका कर्मचारीहरू 20 वर्ष 25 वर्ष 30 वर्ष काम गर्नु भइसकेको थियो। म भर्खर अमेरिकाबाट फर्किँदाखेरि त्यो उहाँहरूको विश्वास र सम्मान जित्नु नै ठुलो कुरा थियो। र जित्ने कसरी? डिरेक्टरको छोरा, म्यानेजमेन्टको छोरा भनेर एउटा एडभान्टेज थियो भने आई ह्याड टु वक द टक। सो त्यसमा चाहिँ मलाई अझै पनि याद छ 2008-09मा 2-3 वर्ष काम गरेपछि मैले चाहिँ मेरो काकालाई एउटा कम्पनीको सबैभन्दा लस मेकिङ कम्पनी मलाई दिनुहोस्, म जिम्मा लिन्छु र म त्यसलाई प्रुभ गर्छु भनेर 9 महिनामा एउटा म्यानेजमेन्ट व्यवस्थापन चेन्ज गरेर प्रफिट सेन्ट्रिक बनाएपछि रेस्ट इज हिस्ट्री इन द फ्यामिली। र कस्तो हुँदो रहेछ भने अघि पनि अब आउँदो युवाहरूलाई धेरै जस्तो यो दबाव अपेक्षाहरू हुने, चुनौती हुने फ्यामिली बिजनेसहरूमा छ। तर कति युवाहरू आजकल कस्तो छ भने पारिवारिक बिजनेस जोइन नगर्ने आफै नै अन्टरप्रेन्योरसिप भएरै नै धेरै नेपालमा देखिया पनि छ। आफ्नो परिवार बिजनेस छ भने धेरै युथहरूले आफ्नै के अरे स्किल्स लिएर लगानी पनि गरेको छ र राम्रो पनि भएको छ। कोही 1-2चोटि पल्ट्या पनि छ तर पनि उठ्याएको छ, त्यही सिक्ने त्यसरी नै हो। तर नयाँ पुस्ताहरूलाई म के भन्छु भने आफ्नो इतिहास लेगेसीलाई चाहिँ के अरे अहिले पनि बुझ्नु सुन्नु, किनभने म पनि अमेरिकामा आउँदाखेरि मलाई सबै थाहा थियो जस्तो लाग्थ्यो, नेपालमा केही पनि थाहा थिएन खास त्यस्तो होइन। एक्सपिरियन्स भनेको धेरै ठुलो कुरा हुन्छ, आफ्नो बुवा काका बाजेहरूबाट धेरै सिक्नु पायो, मलाई त्यति एडभान्टेज थियो भने। अर्को कुरा चाहिँ जबसम्म एउटा विश्वास र सम्मान आफ्नो नेटवर्क होस्, डिस्ट्रिब्युसन होस्, कर्मचारीहरू होस् बाट कमाउनु सक्दैन नि, त्यो संस्थाभित्र आफूले केही काम गर्दाखेरि पनि त्यो धेरै गाह्रो हुन्छ। र अर्को कुरा अलिक नम्र भएर सिक्ने सुन्ने, अलिकति अगाडि राम्रोसित बुझेर नेतृत्व लिनु सक्ने भनेर टाइम लाग्छ। र यो सबै कुराहरूलाई म सोच्दाखेरि आज म के भन्छु भने यो सबै सिक्दाखेरि आफूमाथि पनि धेरै लगानी गर्नुपर्ने रहेछ। कम्पनी आफ्नो ठाउँमा छ भने भोलि गएर यो एक्सपोजहरू हुन्छ नेपालमा, बाहिर ट्राभल गर्नु पऱ्यो, नयाँ सानो ट्रेडिङहरूबाट पनि सिकिन्छ। सानो लगानी गर्दाखेरि लस हुँदाखेरि त्यति ठुलो कुरा भएन, तर यु लर्न फ्रम युर मिस्टेक्स भने जस्तै। आई थिङ्क नम्बर 1 एडभाइस फर फ्यामिली बिजनेस जेनेरेसन इज एक्सपिरियन्स रियली म्याटर्स। ओके, त्यो सँगसँगै तपाईँले अपनाउनु भएको स्ट्राटेजी पनि एकदमै म्याटर गर्छ जस्तो लाग्छ। बिकज यु स्टार्ट विथ वाट एभर इज नट वर्किङ, यु टर्न द्याट अराउन्ड, अनि त्यो टर्न अराउन्ड गरिसकेपछि कर्मचारीहरूको पनि क्रेडिबिलिटी पनि आउँछ, कर्मचारीहरूले पनि रेस्पेक्ट गर्छन्, एन्ड एट द सेम टाइम यु प्रुभ द्याट यु हेभ क्यालिबर टु डेलिभर। अनि यसरी नै तपाईँ अगाडि बढ्नु भएको चाहिँ एकदमै राम्रो स्ट्राटेजी हो, विच अ लट अफ पिपल माइट फाइन्ड इट भेरी इन्ट्रेस्टिङ एन्ड दे माइट एडप्ट द सेम थिङ। सो आफ्नो पारिवारिक बिजनेसमा के चाहिँ चल्या छैन भनेर पहिला सुरु पत्ता लगाउनु पऱ्यो नि त, निन्जा टेक्निक भनेको त्यही रहेछ। सो त्यो चाहिँ तपाईँको स्ट्राटेजीले काम गर्यो। सो द्याट्स अ इनसाइडर है। कमिङ ब्याक टु विदुषी म्याम,
नेपाल अझै पनि यस्तो देश छ जहाँ चाहिँ जहिले पनि महिला उद्यमीहरूको उपस्थिति निकै कम देखिन्छ, बी इट इन पार्टिसिपेसन इन एनी बिजनेस भनौँ न होइन। अब हजुर महिला उद्यमीको रूपमा आफ्नो करियर बनाउँदाखेरि तपाईँले भोग्नु परेका ठुलो च्यालेन्जेसहरू जुन चाहिँ के थिए जस्तो लाग्छ तपाईँलाई? अनि तपाईँको विचारमा महिला उद्यमशीलताको कमीको मेजर कारण चाहिँ अवसरको अभाव नै हो कि समाजको सोच हो कि वा अरू केही कारण देख्नुहुन्छ तपाईँको आफ्नो एक्सपिरियन्समा चाहिँ? यो प्रश्न मलाई जहिले पनि गरिँदाखेरि म चाहिँ के भन्छु भने पर्सनली मलाई चाहिँ त्यस्तो धेरै च्यालेन्जेसहरू चाहिँ थिएन होइन। एक्सटर्नल च्यालेन्ज भन्दा पनि मलाई चाहिँ इन्टरनल च्यालेन्जै थियो, किनभने मलाई नै आफूले गर्न सक्दिनँ कि एम आई गुड इनफ फर द बोर्ड रुम होइन, अथवा मैले दिएको नयाँ सोचहरू अथवा मेरो थिङ्किङहरू चाहिँ वर्क गर्छ कि गर्दैन भनेर। इट वाज मोर मेरो आफ्नो इन्टरनल च्यालेन्जै थियो। तर त्यसको लागि चाहिँ मैले हाउ आई ओभरकेम चाहिँ वाज लाइक जस्ट बिल्डिङ अप माई कन्फिडेन्स, सोइङ अप, लर्निङ फ्रम माई मिस्टेक्स होइन, त्यो नै थियो मेरो लागि चाहिँ। लकिली किनभने मलाई एकदमै सपोर्ट सिस्टम राम्रो थियो। लाइक सानोदेखि नै म जन्मेदेखि नै म र मेरो भाइमा नै भिन्नता थियो। इनफ्याक्ट मलाई चाहिँ बढी गरिन्थ्यो भाइभन्दा, सो मेरो चाहिँ अलिकति उल्टो थियो। र बिहा गरेपछि पनि मेरो हस्बेन्ड इज भेरी सपोर्टिभ, त्यसले गर्दाखेरि इट वाज इजी फर मी। तर ह्याभिङ सेड द्याट आई वर्क फर लट अफ वुमेन अर्गनाइजेसन्सहरू, अनि आई नो वुमेनहरूको स्ट्रगल्सहरू कस्तो छ नेपालमा भनेर होइन, र त्यो एकदमै दुःख लाग्दो नै छ। यो अर्बन वुमेनहरूलाई पनि कस्तो भने सोसाइटल नर्म्सहरूले चाहिँ तिमीले गर्न सक्छौ र अथवा तिमीले घर पनि हेर्न सक्ने अनि काम पनि हेर्न सक्छौ त अनि बच्चाहरू पनि तिमीले हेर्न सक्छौ त भन्ने यति प्रेसर हुन्छ र यति गिल्ट गरिदिएको हुन्छ नि एउटा महिलालाई। सो एउटा वुमनलाई बिकज आइम अ मदर अल्सो एज अ मम चाहिँ जहिले पनि देश द्याट गिल्ट कि मैले छोराछोरीलाई टाइम दिइरहेको छैन अथवा छोराछोरीको पेरेन्ट्स मिटिङमा गइरहेको छैन, म यहाँ काममा बढ्ने कि होइन म चाहिँ घरको छोराछोरीलाई हेर्ने कि भन्ने किसिमको त्यो ब्याटल हुन्छ। तर अर्बनमा चाहिँ एटलिस्ट स्लोली आई थिङ्क त्यो चेन्ज भइरहेको छ। अहिले चाहिँ मेन एन्ड वुमेन आर इक्वल, मेनले पनि घरमा चाहिँ काममा सघाउने त्यस्तो सुनिँदाखेरि अब अफकोर्स सानो पर्सेन्टेज हो त्यो देखिन्छ। तर अफकोर्स अझ पनि रुरलहरूमा हेर्दाखेरि चाहिँ यो वुमेनहरूको उहाँहरूको व्यथा सुन्दाखेरि अर्ली चाइल्ड म्यारिजदेखि लिएर उनीहरूको हुन्छ नि एकदमै गाह्रो नै छ। त्यो सबै चेन्ज गर्नलाई चाहिँ आई थिङ्क एडुकेसन इज अ मस्ट, बिकज अनलेस एन्ड अन्टिल युआर एडुकेटेड यु वन्ट लाइक सोसाइटी वन्ट चेन्ज होइन। र महिलाहरू चाहिँ झन् एडुकेटेड हुनैपर्छ, किनभने एउटा महिलाले शिक्षा हासिल गर्यो भने मात्रै उसले चाहिँ आफ्नो घर परिवारलाई चेन्ज गर्न सक्छ। इट्स स्लोली एन्ड स्टेडीली इज चेन्जिङ। मैले त अरू देशहरू जस्तो विकसित देशहरू पनि हेर्नुभन्दा त बरु नेपाल अझ सक्सेसफुल जस्तो लाग्छ होइन। अब युएसमा अहिलेसम्म चाहिँ एउटा वुमन प्रेसिडेन्ट हुन सकेको छैन भने नेपालमा प्रेसिडेन्ट पनि वुमन भइसकेको छ भने लाइक धेरै हाई लेभल्सहरूमा चाहिँ वुमेन छ नि त नेपालमा। त्यसले गर्दा आई थिङ्क वी आर ग्रोइङ एन्ड आई थिङ्क हामी मच बेटर पोजिसनमा छौँ इन्डिया भन्दा पनि अथवा युएस भन्दा पनि त्यो सोचमा चाहिँ। तर अफकोर्स अब यत्रो वर्षदेखि एउटा वुमेनहरू चाहिँ एक किसिमको दबावमा परिरहेको भएर त्यो माथि आएर चेन्ज हुन चाहिँ टाइम लाग्छ। तर आइ एम भेरी प्राउड अफ नेपाली वुमेन एन्ड नेपाली यङ गर्ल्स, किनभने म स्कुल्समा कलेजेसहरूमा गएर कति ठाउँमा बोल्दाखेरि पनि हुन्छ नि स्टुडेन्ट्सहरूसँग कुरा गर्दा पनि गर्ल्स स्टुडेन्ट्सहरू चाहिँ आर मोर एक्टिभ, दे आर मोर लाइक कन्फिडेन्ट अफ देमसेल्स जस्तो लाग्छ कि त्यो हेर्दा चाहिँ एकदमै चेन्ज भइरहेको जस्तो लाग्छ। त्यसले गर्दाखेरि वुमेनहरूलाई मैले भन्नुपर्दा चाहिँ त्यो सोसाइटल त्यो प्रेसर, त्यो सोसाइटल नर्म त्यो हुन्छ नि तिमीले गर्न सक्दैनौ भन्ने कुराबाट चाहिँ माथि रेज हुनु पऱ्यो होइन, मैले गर्न सक्छु भन्ने आफूमा आत्मविश्वास हुनु पऱ्यो। मैले पनि त्यही गरे हो, मैले अघि भनिहालेँ मलाई एक्सटर्नल भन्दा इन्टरनलै मलाई कन्फिडेन्स थिएन, मैले सक्दिनँ जस्तो लाग्थ्यो। तर आज कुनै हदसम्म चाहिँ मैले गर्न सकिँ जस्तो लाग्छ होइन। र द्याट्स अल बिकज अफ माई सपोर्ट सिस्टम। अनि म भित्रबाट नै म गर्न सक्छु भन्ने आफूमा आत्मविश्वास हो नि त। त्यसले गर्दा महिलाहरूले चाहिँ आत्मविश्वास लिन पऱ्यो, एउटा सपना देख्न पऱ्यो, म गर्न सक्छु, म गरेर देखाउँछु भन्नु पऱ्यो। अनि इट्स अलवेज गोइङ टु बी च्यालेन्जिङ होइन। एट द एन्ड अफ द डे युल अलवेज यु नो इट्स अ चोइस होइन, करियर बनाउने कि घरमा हेर्ने कि बच्चाहरू हेर्ने कि टु बी अ गुड वाइफ, टु बी अ गुड मदर, टु बी अ सिइओ अफ अ कम्पनी भनेर। तर आई थिङ्क प्रपरली ह्यान्डल गऱ्यो भने त सबै म्यानेज गर्न सकिन्छ। गाह्रो हुन्छ होला तर गाह्रो नभएको त रमाइलो पनि हुँदैन। सो आई थिङ्क इट्स डुएबल। हजुरले भन्दै गर्दाखेरि एउटा चाहिँ नेपालको कन्टेक्स्टमा के कुरा याद आयो त भन्दाखेरि वी आर वान अफ द फ्यु कन्ट्रिज जहाँ चाहिँ नयाँ चिजहरूलाई छिटो अप्नाइन्छ। नयाँ टेक्नोलोजी भयो, नयाँ केही पनि मार्केटमा आयो भने वी आर द फर्स्ट ट्रायर भन्ने चिजहरू हुन्छ नि त। बिकज कस्तो छ भने टु एक्सेप्ट न्यू थिङ्स हामीलाई चाहिँ के लाग्छ जस्तो लाग्छ भने नेपालीहरूलाई चाहिँ नयाँ चिजमा चाहिँ एकचोटि गरी हेरौँ न के हुन्छ। वी आर अलवेज रेडी टु एजुकेट आवर सेल्फ।
सो यही प्रोसेसमा गर्दाखेरि पनि वी नो कि हामी चाहिँ अलिकति ब्याकवर्ड नेसनमा छौँ एन्ड हामी प्रोग्रेसिभ हुनुपर्छ भनेर. सो वुमन इम्पावरमेन्टको कुरा पनि अ लट अफ इट हेज बिन प्र्याक्टिस्ड अलरेडी इन नेपाल. सो त्यो कारणले गर्दाखेरि पनि अहिलेको बिजनेसेस आर मैले पनि देखेको चाहिँ धेरै वुमन लेड बिजनेसेसहरू पनि छ एन्ड दे आर एक्टिभली इन लट अफ फिल्ड. टेक फिल्ड पनि को कुरा गरौँ, म्यानुफ्याक्चरिङको पनि कुरा गरौँ, लिडिङ द अफिसको पनि कुरा गरौँ. सो आई थिङ्क वुमेनको पार्टिसिपेसन इन नेपाल चाहिँ कमेन्डेबलै छ एन्ड द ओन्ली थिङ द्याट स्टपिङ देम इज एज यु सेड इट्स मोर अफ अ इन्टरनल थिङ कि मैले सक्छु कि सक्दिनँ भनेर चाहिँ त्यही एउटा कन्फ्लिक्टले नै उहाँहरूलाई चाहिँ अलिक बेसी पिरोल्छ जस्तो लाग्छ मलाई. हजुर, नो जस्ट टु एड अन टु द्याट होइन, अब गोल्ड स्टारकै कुरा गर्दा मैले आफ्नो कुरा गरेँ. गोल्ड स्टारको कुरा गर्दा मैले अघि भनिहालेँ 3000जना चाहिँ हामी कहाँ हुनुहुन्छ काममा होइन, र त्यसमा पनि 70% महिला हुनुहुन्छ र उहाँहरू पनि एकदमै अन्डर प्रिभिलेज ब्याकग्राउन्डबाट आउनु भएको छ होइन. अनि उहाँहरूको चाहिँ एउटा सानो एउटा कथा म सेयर गर्न चाहन्छु. अब 70% आर वुमेन है, अनि उहाँहरू कस्तो भने घरमा जस्तो कतिजनाको श्रीमान चाहिँ विदेशमा काम गरिरहेको अथवा कतिजनाको चाहिँ माओवादीको द्वन्द्वमा उहाँले श्रीमान गुमाउनु भएको छ भने कतिजनाको सिङ्गल वुमन एकल वुमनहरू हुनुहुन्छ. सो उहाँहरू चाहिँ घरमा बसिरहनु भएको त्यस्तो वुमेनहरूलाई गोल्ड स्टारमा लिएर आएर हामीले चाहिँ ट्रेनिङ दिन्छौँ. 3 महिनाको हामीले आई थिङ्क वी आर द ओन्ली कम्पनी हामीले ट्रेनिङ दिँदा पनि उहाँहरूलाई चाहिँ गभर्मेन्टले स्टिपुलेट गरेकै हामी स्यालेरी दिन्छौँ र त्यो 3 मन्थ्समा उहाँलाई ट्रेन गर्छौँ होइन सिलाइको लागि. अनि त्यसपछि उहाँहरूले चाहिँ मिनिमम पनि 17,500 कमाउनुहुन्छ भने हाम्रो फ्याक्ट्रीमा 25,000 30,000सम्म कमाउनुहुन्छ उहाँहरूले. सो उहाँहरूसँग गएर म फ्याक्ट्री फ्लोरमा कुरा गर्दाखेरि चाहिँ मलाई त्यो एकदमै एम्पावरिङ लाग्छ, किनभने हो एडुकेसन इज भेरी इम्पोर्टेन्ट लाइक आई सेड होइन, तर अर्को मोस्ट इम्पोर्टेन्ट फर वुमेन चाहिँ इज इकोनोमिक एम्पावरमेन्ट जस्तो लाग्छ. यो महिलाहरूसँग म जहिले गएर दिदीबहिनीहरूसँग गएर कुरा गर्छु नि कस्तो छ भन्दा उनीहरू दे आर भेरी ह्याप्पी. उहाँहरूले अहिले के भन्नुहुन्छ भने 80सम्म विदेशीमा हामीलाई चाहिँ घरमा सासू ससुराले हेप्नुहुन्थ्यो अथवा बच्चाहरूले पनि वास्ता गर्दैन थिए. अहिले हामीले घरमा पैसा लान्छौँ, शनिबारको दिन मासु पकाउन सक्छ, छोरछोरीलाई चाहिँ बोर्डिङ स्कुलमा राख्न सक्छौँ होइन. त्यसले गर्दा सासू ससुराले पनि माया गर्नुहुन्छ, लोग्नेले पनि उताबाट माया गर्छन्, छोराछोरीले पनि इज्जत गर्छ भन्छ कि. सो एज सुन एज अ वुमन इज इकोनोमिकली एम्पावर्ड होइन, अनि त्यसपछि त्यो रिस्पेक्ट पनि हुन्छ विच इज द अब हार्ड फ्याक्ट अफ लाइफ. र गोल्ड स्टारमा चाहिँ 3000मा मैले 70% पनि. त्यस्तै गरेर हाम्रो माथिको फोर्समा पनि वी हेभ 300 स्टाफ्स. 300 स्टाफ्समा 50% आर वुमेन है. अनि हाम्रो बोर्डमा पनि लाइक 70% आर वुमेन. सो गोल्ड स्टार इज अ वुमन लेड बिजनेस एन्ड आइम भेरी प्राउड टु बी अ पार्ट अफ इट. इनफ्याक्ट वी अल आर भेरी प्राउड अफ द गोल्ड स्टार ब्रान्ड. सो छिरिङ सर, म्यामको चुनौतीको विषयमा त कुरा गऱ्यौँ. अब नेपालमा युवा उद्यमीहरूको चाहिँ चुनौतीको विषयमा चाहिँ अलिकति कुरा गरौँ न त. सो यो युवाहरूले अहिलेको युवा उद्यमीहरूले सबैभन्दा च्यालेन्जिङ फ्याक्टर्सहरू के देखिरहेछ देशमा? इज इट लाइक कि देशको ओभरअल कन्डिसन कि यहाँको स्टार्टअप इकोसिस्टम कि रुल्स एन्ड रेगुलेसन्सले नै उनीहरूलाई चाहिँ अवरोध गरेछ जस्तो फिल भएको छ जस्तो लाग्छ हजुरलाई कि वाट्स द माइन्डसेट? तपाईँले जे भन्नुभयो सबै पनि हो, तर उद्यमी हुनु भनेको त्यही सामना गर्नलाई सुरु गर्ने हो. यो हामी माइन्डसेटको कुरा गर्दाखेरि जहिले पनि तपाईँले सल्भ गर्नु खोजेको च्यालेन्जेस के हो होइन. एउटा यो बायर फाउन्डेसनको यो थिमोथे स्मिथले राम्रो कुरा भनेको थियो कि इफ यु वान्ट टु बी अ नेक्स्ट बिलियनियर योर आइडिया सुड बी सल्भिङ द बिलियन पिपल्स प्रब्लम. स्टार्टअपको एउटा चाहिँ नेपालको लागि कसरी नयाँ कुरा सुरुवात गर्छ भने हामी जहिले पनि भन्छौँ यो कि सोसियल र ग्रिन बिजनेसै हो अहिलेको लागि. हामीले धेरै इम्प्याक्ट ल्याउन सक्ने पनि. अघि उहाँले जुन इक्जाम्पल दिनुभयो पञ्चकन्या र हाम्रो गोल्ड स्टारहरूले एउटा राम्रो इक्जाम्पल दिनुभयो. एकजनाले यहाँ कुनै पनि जागिर सुरु गर्यो भने झन् 10जनाले डाइरेक्टली इन्डाइरेक्टली जब क्रिएट गरेको हुन्छ. भन्दा त्यो 10जनाको परिवारको त डिग्निटी रिस्टोर गरेको हो नि. त्यसै कारणले उद्यमीहरूको फर्स्ट माइन्डसेट भनेको आइ एम ह्याप्पी टु एन्ड आइ एम रेडी टु फेस द्याट च्यालेन्ज होइन. र पोलिसीहरू भर्खरै निर्माण हुँदैछ र पोलिसी भनेको हाइवे हो, त्यो सबै प्रब्लम सल्भ गर्न सक्छ भने छैन. तर कतिपय पोलिसीहरू आइटीको सेक्टरको पोलिसी हामी धेरै देशभन्दा अलिकति एडभान्स पनि छौँ. तर अघि हामी कुरा गर्दैखेरि पनि एउटा यो एडप्ट गर्ने र एड्याप्ट गर्ने एउटा पार्ट हो, अर्कोको ट्राई गर्ने र सस्टेनिङ गर्ने भने अर्को पार्ट हो. हामी चाँडै एक्सेप्ट पनि गर्छौँ, चाँडो भुल्छौँ पनि. त्यसै कारणले पनि यो स्टार्टअपको लागि सबभन्दा ठुलो चुनौती भनेको चाहिँ उहाँहरूको सपोर्ट मेकानिजम आफ्नो आइडिया कतिको क्लियरिटी छ भनेर टेस्टिङ गर्नको लागि जुन आइडिया स्टोरले गत 10 वर्षदेखि गरिरहेको छौँ अहिले धेरै पनि आइसकेको छ
र इन्क्युबेसन इज भेरी इम्पोर्टेन्ट। त्यो पनि काठमाडौँमा नभए सबै ठाउँमा हुनु पऱ्यो। त्यसैले अहिले हाम्रो पहल चाहिँ के भइरहेछ भने प्रत्येक युनिभर्सिटी कलेजेसहरू भनेको चाहिँ इन्क्युबेसन सेन्टर होस्। बिजनेस मुटु लाएर सुरु गरेर तर सस्टेनिङ गर्नलाई नलेज चाहिन्छ होइन। अघि उज्जवलले भने जस्तै फर्स्ट जेनेरेसनले सेकेन्ड जेनेरेसनले बिजनेस सुरु गर्यो होला, तर थर्ड जेनेरेसनमा आउनुसम्म त उहाँहरू म्याक्सिममको फ्यामिलीको मेम्बर्सहरू बाहिरको ग्रेजुएट हुनुहुन्छ भन्दाखेरि सबैले थाहा पाइसकेको छ नलेज बेस्ड इकोनोमी भनेको अप्सन होइन, त्यो नै कोर बिजनेस हो। त्यसै कारणले हाम्रो एउटा आइडिएसटीले अहिले नेपालको युनिभर्सिटी र कलेजेसहरूसँग मिलेर चाहिँ इन्क्युबेसन सेन्टर चाहिँ त्यहाँ दिउँ न एक्सेस। अर्को इन्क्युबेसनको कुरा गर्दाखेरि त्यो करियर सेन्टर पनि होस्। सबैको बिजनेस सक्सेस हुन्छ भन्ने छैन, तर उहाँहरूले सिक्ने सिप त अर्को करियर गाइडेन्सको लागि पनि काम लागोस् भनेर हामीले त्यो पनि सुरुवात गरिरहेको छौँ। र अर्को चाहिँ कम्युनिटी इन्गेजमेन्ट। यो इन्गेज किन चाहिन्छ भने आफूले भएको प्रडक्ट टेस्टिङ गर्ने ठाउँ चाहिन्छ। त्यसको लागि बिजनेस भनेको साइलोमा चल्दैन होइन, त्यसको लागि कस्टमर चाहियो। त्यसै कारणले जहिले पनि हामी यो त्रिकोणात्मक सम्बन्ध भन्छौँ। पोलिसी एनेबलिङ हुनु पऱ्यो, नलेज को क्रिएट हुनु पऱ्यो। हामी धेरै अन्टरप्रेनरको पढाउँछौँ यहाँ। यो जबसम्म हाम्रो एजुकेसन अलिकति एप्लाइडमा जाँदैनौँ तबसम्म अलिकति गाह्रो होला कि। अहिले सबभन्दा ठुलो चुनौती चाहिँ इन्डस्ट्री र यो एकाडेमिकको ग्याप। उहाँले प्लम्बिङ चाहिरहेको हुन्छ, त्यो प्लम्बिङ कसले पढाउने त होइन। त्यसमा कहीँ हामी सँगै आउनु सक्छौँ कि त्यसमा पनि अहिले बोथ इन्डस्ट्रीले पनि सर्टेन पर्सेन्ट यो न्यू नलेज क्रिएसनको लागि प्लस नयाँ फ्युचर इम्प्लोयको लागि कहीँ सँगै जोइन्टली हुने हो कि। र प्लस युनिभर्सिटी र नलेज क्रिएटरले पनि हजुरहरूले चाहेको इन्डस्ट्रीमा कस्तो टाइपको ट्यालेन्ट चाहिरहेछ भन्ने कुराहरू एकचोटि त्यसमा एउटा रिसर्चै हुनुपर्ने भएको छ। त्यही दुईवटा ग्याप नहुँदाखेरि हाम्रो इकोनोमीले उहाँले चाहेको जस्तो ग्रो पनि गर्नु सकेको छैन र युनिभर्सिटीले चाहेको जस्तो निकाल्नु पनि सकेको छैन। अर्को मेरो यो रिक्वेस्ट चाहिँ म युनिभर्सिटी कलेजेसहरूले के भन्छु भने हजुरहरूको कस्टमर विद्यार्थी होइन, हजुरहरूको कस्टमर इन्डस्ट्री हुनुपर्ने हो। मलाई थाहा छैन गोल्ड स्टार जुत्तामा कतिजना टेक्निकल इन्जिनियर्सहरू चाहिने हो, कतिजना मार्केटिङ इन्जिनियर्सहरू चाहिने हो, मार्केटिङ हेडहरू चाहिने हो, ब्रान्डिङको लागि चाहिने हो, पञ्चकन्याको स्टिल फ्याक्ट्रीमा कतिजना इन्जिनियरहरू चाहिने हो। त्यो लेभलमा यो राम्रोसँग डिस्कोर्स भयो भने त खासमा हामीले त इन्डस्ट्री जब थ्राइभ हुन्छ, जब नलेज बेसमा इन्डस्ट्री थ्राइभ हुन्छ, सस्टेनेबिलिटी हुने भयो नि। नभए ट्राई गऱ्यौँ सक्यौँ, ट्राई गऱ्यौँ सक्यौँ। त्यसैले त्यो ट्राई गरेर फ्रस्ट्रेसन हुनेहरूको पनि सङ्ख्या धेरै नै छन्। र कमिङ ब्याक टु यर पोइन्ट, नेपालमा स्टार्टअप नभएको होइन, भएको हो। तर सस्टेनेबिलिटीको लागि चाहिने जुन चाहिँ इन्क्युबेसन सपोर्ट मेकानिजम, म यति भन्छु कि बिजनेस सर्भिस सपोर्ट चाहिरहेछ। कतिपय स्टार्टअपहरू जहिले पनि हामी को फाउन्डर लिएर आऊ भन्ने कारण चाहिँ तपाईँ राम्रो आइडिया होला तर तपाईँ म्यानेजमेन्टको छुट्टै टाइपको स्किल सेट चाहिन्छ, डिजाइनको छुट्टै टाइपको स्किल सेट चाहिन्छ। त्यो टिममा पनि हामीले अलिकति काम गर्नुपर्ने जस्तो देखिन्छ। र हामीले जहिले पनि लगानी भन्दाखेरि पैसा मात्रै सोध्छौँ र हामी आइडिएसटीमा आएपछि सिकाउने चाहिँ यो 4वटा टी सिकाउँछौँ। एउटा टाइमको लगानी, त्यसपछि ट्यालेन्टको लगानी, त्यसपछि टिमको लगानी, त्यसमाथि मात्रै ट्रेजरको पैसाको चाहिँ पछि लगानी। यो 3टा कुराको लगानी गर्ने ठाउँ चाहिँ मलाई जहाँसम्म लाग्छ इन्क्युबेसन सेन्टर नै हो जस्तो लाग्छ। र नेपालमा मलाई अर्को सबभन्दा राम्रो लाग्ने चाहिँ कुनै पनि बिजनेस हाउसेसहरू र जुन चाहिँ राम्रो गरिरहनु भएको छ उहाँहरूले एडभाइस गर्नलाई कहिले पनि हिचकिचाउनुहुन्न। उज्जवलले नै धेरै नै जनालाई मेन्टर गरिरहेछ, विदेशीजी आएर मेन्टर गर्नुहुन्छ। एउटा प्लेटफर्म हामीले राम्रो क्रिएट गरिदियो भने साथै प्रदेशमा प्रत्येक स्कुल र कलेज र युनिभर्सिटीहरू इन्क्युबेसन सेन्टरको रूपमा डेभलप भयो भने इन्डस्ट्री पनि जान सकोस् होइन, फ्युचर इम्प्लोइ पनि आउनु सकोस्। त्यही ठाउँ हो इन्क्युबेसन सेन्टर। त्यसै कारणले मेरो रिक्वेस्ट चाहिँ यो सस्टेनिङै गर्नु छ भने नलेज बेसमा हामीले लगानी गर्नुपर्छ। र अबदेखि चाहिँ इन्डस्ट्रीको निड अनुसारको हामीले नलेजलाई एप्लाइड बनाउन सक्यो भने हामी चाँडै नै माथि जान्छौँ। जसरी अहिले 2टा सेक्टर राम्रो भएको छ, एउटा हेल्थ सेक्टर र अर्को आइटी सेक्टर। एप्लाइडमा एकैचोटि जब छ, आउटसोर्सिङ छ, त्यसै गरेर हामीले अर्को इन्डस्ट्री पनि गर्न सक्यो भने आई थिङ्क हामी चाँडै नै लिपफ्रग गर्छौँ जस्तो लाग्छ। र धेरैजनाको आइडिया सुन्यौँ, धेरैजनासँग काम गर्ने मौका पायौँ र सबैले केही गर्छु भन्ने एउटा जोस चाहिँ नेपालीमा छ। र त्यही जोससँग चाहिँ अलिकति हामीले नलेज र मेन्टरसिप ब्याकअप दियो भने लगानीको त्यति मलाई चुनौती लाग्दैन। यदि त्यो पहिलो 3टा टी ठिक पाऱ्यो भने पैसा ट्रेजर खोज्नु सक्छ जस्तो लाग्छ। तर हाम्रो पहिलो नै हामी सक्दैनौँ, एउटा कमिटमेन्टको जरुरत छ। अर्को टिम हामी कहिले बिल्ड गर्न राम्रोसँग गर्न सकेनौँ। मैले जहिले पनि भन्छु तपाईँहरूले यदि नेपालमा स्टार्टअप सुरु गर्ने भए चाहिँ 18 घन्टा खट्नुहोस् र 3 वर्षमा कमिट गर्छु भन्नुहोस्, त्यो बिजनेस हुन्छ, नभए हुँदैन थियो।
त्यसै कारणले अहिले हाम्रो इक्जाम्पल पनि अहिले हामीसँग नै सिजन 1 देखिको अहिले 8 सम्म पुग्दाखेरि झन्डै 170वटा बिजनेस छ। दे डुइङ वेल। एउटा कलेजको आइडिया पनि अहिले झन्डै 1000जनालाई जागिर दिएर बसिरहनु भएको छ। सक्दो रहेछ नि। कलेजको 3 जना विद्यार्थीले सुरु गरेको बिजनेस लास्ट इयर एउटा कन्फरेन्समा बोलाएको मलाई। कस्तो ट्रान्जेक्सन कति छन्? धेरै छन् डाक्टर साहब। यसपालि 43 करोडको आम्दानी भयो। दे आर स्टिल अन्डर 28 इयर्स ओल्ड हैन। त्यसै गरेर 70 वर्षको बाजे उता आफ्नै गाउँमा भैँसी पालन गरेर केही गर्छु भन्ने लागिरहनु भएको छ। एउटा मलाई मनपर्ने नेपालीले केही गर्छु भन्ने चाहिँ छ। तर उहाँहरूले चाहिने बिजनेस सपोर्ट मेकानिजम हामीले सम्पूर्ण लेभलबाट गऱ्यो भने त्यो हुन्छ। त्यसैलाई हामी इन्क्युबेसन भन्छौँ। यो गर्भमा बच्चा हुँदाखेरि पनि एउटा कुरा मिस भयो भने त्यो तुइन्छ नि। त्यसै कारणले बिजनेस पनि ठ्याक्क त्यही हो। पोलिसी एनेबलिङ होस्, ठेकदारी होइन। नलेज को क्रिएट होस् र बेस्ट प्र्याक्टिसले पोलिसीले पनि एनेबल गरोस् र नलेजले चाहिँ बेस्ट प्र्याक्टिस र त्यो पोलिसीको लागि एउटा राम्रो रिसर्च गरिदियोस्। हामी अन्टरप्रेन्योरसिपको कुरा गर्छौँ। अहिले पनि नेपालको स्टार्टअपको आफ्नै डेफिनेसन छैन। दर्ता गर्नेको सङ्ख्या छ तर दर्ता रिन्यू नगर्नेको सङ्ख्या कति छ भने एकचोटि हेरौँ न। अघि कुरा छ विदेश जानेको सङ्ख्या छ, विदेशबाट फर्केर के गरिरहेको पनि एउटा रिसर्च गरौँ न। त्यसैले मेरो एउटा मात्र रिक्वेस्ट कि एउटा नलेज बेसमा जाउँ। हामी चाँडै नै लिपफ्रग गर्न सक्छौँ जस्तो लाग्छ र हामी एउटा राम्रो सिचुएसनमा छौँ। एउटा इन्डिया पनि हाम्रो मार्केट हुनसक्छ। उहाँहरूले त इक्जाम्पलै देखाइसक्नु भएको छ। त्यसै कारणले मैले यो बोर्डर चाहिँ यो बोर्डर मान्दिनँ। यो ब्यारियर होइन कि यो कनेक्टिङ पोइन्ट हो कि जस्तो लाग्छ। यदि हामीले अब सोच्ने बिजनेस चाहिँ यो 1.8 बिलियन पिपल हाम्रो वरिपरि छ, त्यसको लागि पनि केही सोच्ने पो हो कि। त्यसै कारणले आइ एम भेरी होपफुल। अन्त त्यही होपफुलले गर्दा अहिलेसम्म चाहिँ नि 10 वर्ष भयो, झन् 12 वर्ष भयो आइडिया स्टुडियोले यहाँसम्म गरिरहेको छौँ। र यो र खुसी कुरा चाहिँ नेक्स्ट जेनेरेसनको लागि चाहिँ आइडिया स्टुडियो अब फाउन्डर्स क्लबले नै टेक ओभर गर्दैछ। सो अब म पनि चाँडै रिटायर हुँदैछु, विच आइ एम भेरी ह्याप्पी। त्यसै कारणले थिङ्स आर चेन्जिङ फर गुड। थ्याङ्क यू भेरी मच। सो एउटा उद्यमीलाई च्यालेन्जेसले पनि ड्राइभ गर्छ र हामीले अहिले तपाईँको 4वटा टी मध्ये एउटा टीको पनि अलिकति विस्तारमा कुरा गर्ने नै छौँ। ओके, हाम्रो एकजना प्यानलिस्ट पनि भर्खरै आउनुभएको छ। दीपक दाई, प्लिज क्यान वी हेभ यु हियर अन द स्टेज। दीपक दाई ढिलो आउनुभयो तर त्यही भएर पनि तपाईँलाई अब एउटा पनिसमेन्ट, सिधै क्वेसन तपाईँतिर डाइरेक्ट है त। छक्का पन्जा नगरिकन यो क्वेसनको आन्सर दिनु होला। तपाईँले लगातार सुपरहिट फिल्महरू दिनुभएको छ र त्यसको प्रमुख कारण भनेको चाहिँ सायद तपाईँले सधैँ नेपाली समाजसँग सम्बन्धितै रेलिभेन्ट स्क्रिप्टहरू चुज गर्नुभयो। तपाईँलाई के लाग्छ यो कन्टेन्ट पनि विथ टाइम परिवर्तन हुनुपर्छ या सदाबहार कन्टेन्टमै अलिकति एक्सप्लोर गरेर अगाडि बढ्ने चाहिँ न्यू वे फरवर्ड हो जस्तो लाग्छ? थ्याङ्क यू भेरी मच। सबभन्दा पहिला सरी फर लेट कमिङ। अब अलिअलि नेपाली कार्यक्रम अलिअलि माफ हुन्छ होला। अब प्रश्न सिनेमाको छ। म सबैभन्दा पहिला आफूलाई सिनेमाको एउटा विद्यार्थीको रूपमा पाउँदा आफूलाई सधैँ प्राउड फिल गर्छु। सबैभन्दा पहिला नेपाली सिनेमाको कुरा होस् अथवा चाहे त्यो हिन्दी सिनेमा अथवा वर्ल्ड वाइड सिनेमा नै अब अहिले एक खालको परिवर्तनको मोडमा छ। म यसलाई दुईवटा भागमा डिभाइड गर्न चाहन्छु, आफ्टर कोभिड र बिफोर कोभिड। अब धेरै सेक्टरमा सायद त्यसपछिको परिवर्तनहरू देखिन थालेको छ सिनेमामा अथवा अन्य उद्योगहरूमा पनि। कोभिड पछिका थुप्रै च्यालेन्जेसहरू छन्, नयाँ नयाँ च्यालेन्जेसहरू जुन हामीले फेस गरेका थिएन होला सायद त्योभन्दा अगाडि। र अहिले हामीले जुन फेस गरिरहेछौँ त्यो अलिक नयाँ छ हाम्रो लागि। सिनेमाको लागि सबभन्दा ठुलो चुनौती भनेको जस्तो अहिले सिनेमा थिएटरमा हेर्ने हो वा घरमा नेटफ्लिक्समा हेर्ने हो, त्यो पनि परिवर्तन भइसकेको छ। मानिसहरूलाई घरमा सिनेमा हेर्ने बानी बसाइदिएको छ कोभिडले। मानिसहरूसँग यति धेरै चोइसेसहरू छ, यति धेरै अप्सन्सहरू छ कि तपाईँसँग यति धेरै सिरिजहरू आउँछ। त्यो सिरिजहरू अथवा त्यो सिनेमाहरू अपलोड भएको सिनेमाहरू नै हामीले टिक लगाएर राखेका सिनेमाहरू नै हेर्न पाउँदैनौँ। त्यस कारणले गर्दाखेरि अब कतिपय ठाउँ त अब त्यति बेला अब थिएटरको जमाना गयो भन्ने साथीहरू पनि कति ठाउँमा भेटेको छु मैले, कति ठाउँ भनाइ पनि भेटेको छु कि अब घरमा मजाले आनन्दले अब घरमा बस्ने कहाँ अब त्यहाँ भिडभाडमा जाने भने त्यो भिडभाडबाट सुरु भएको त्यो चिज अब अहिले त्यसले हाम्रो उद्योगलाई सोच्न बाध्य बनाएको छ।
हामीले जुन प्रकारका कन्टेन्टहरू दिन्थ्यौँ त्यो कन्टेन्टहरू दिने तरिकामा अब परिवर्तन आउनु जरुरी छ। यो सोसल मिडिया जहिलेदेखि आयो हामीसँग त्यो हामीले पेसेन्स लेभल हाम्रो कम हुँदै गएको छ। हामीलाई एकदमै फास्ट फुड जस्तो टाक 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 तुरुन्त के स्टोरी भन्ने हो तुरुन्त भन टाइममा निस्किहाल। अब एकदम स्टोरीलाई बिल्डअप गरेर टाइम लिएर एकदम त्यो समय दिने फुर्सद अब दर्शकलाई छैनपछि हामी मेकरले पनि त्यही अनुसारको उत्पादन गर्नु जरुरी छ। र सिनेमा पनि हामी अब फर्स्ट सिनबाट हाम्रो स्टोरी सुरु हुनुपर्छ। जबकि हामी स्टोरी बिल्डअप भनेर टाइम लिन्थ्यौँ, त्यो सिनेमाको प्रेजेन्टेसन अथवा सिनेमाको स्टोरी टेलिङ स्टाइलमै हामीले अब चुनौती महसुस गरिरहेछौँ अहिले। र हामी जब दर्शकले अन गर्छ अथवा सुरु गर्छ अथवा हलमा आउँछ, हामी पहिलो दृश्यबाट नै कथा भन्न सुरु गरिहाल्नुपर्छ अथवा 2-3 मिनटभित्र तपाईँले सुरु गर्न परिहाल्छ। र अब मैले भनेको पहिला चाहिँ सिनेमा थिएटर हुन्थ्यो अनि त्यहाँ यतापट्टि दर्शक हुन्थ्यो, त्यसको बिचमा केही पनि हुन्थेन। अब अहिले सोसल मिडिया पनि त्यही छ, टिकटक पनि त्यही छ। मान्छे फिल्म चलिरहेको छ टिकटक हेरेर बस्छ, स्क्रोल गरेर बस्छ। त्यो हो, यसले गर्दाखेरि पनि अब हामीलाई चुनौती छ। र त्यस कारणले गर्दाखेरि सिनेमा जसरी हामी बनाउँथ्यौँ, जसरी हामी स्टोरी भन्थ्यौँ, त्यो स्टोरी भन्ने तरिका अब अहिले फरक भइसकेको छ, फरक हुनुपर्छ। र त्यो अनुसार हामीले च्यालेन्ज पनि महसुस गरिरहेछौँ। अझ म थिएटरसँग जोडिएको कारणले गर्दाखेरि त अब झन् मानिसहरूको म देख्थेँ पहिला कति ठुलो क्रेज हुन्थ्यो। सिनेमा भनेको एउटा कल्चर थियो, सिनेमा हेर्न जानुपर्छ सिनेमा हलमा, अनि त्यति त्यो खालको क्रेजमा अलिकति त्यो भारतमा पनि त्यही समस्या छ। अहिले उनीहरू पनि एउटा च्यालेन्ज फेस गरिरहेछन्। हलिउडमा पनि त्यही खालको प्रब्लम छ र चुनौतीको रूपमा छ कि हामी सिनेमा थिएटरमा किन जाने। साउन्ड इफेक्ट र भिजुअल इफेक्ट एकदम गजबको छ भने मात्रै थिएटर जाने, नत्र भने त्यो स्टोरी बेस्ड सिनेमा त घरमा बसेर हेर्ने हो कि भन्ने खालको कारणले गर्दा यी सबै यो प्रविधिमा आएको फरक अथवा यो एउटाले हामीलाई पनि एउटा चुनौती दिएको छ। र हामीले जुन प्रकारले कथा भनिरहेका छौँ त्यो कथा भन्ने शैलीमा पनि परिवर्तन गर्नुपर्छ, गर्ने कोसिस पनि गरिरहेका छौँ। र अहिले हाम्रो च्यालेन्ज पनि यही नै हो। ग्लोबलाइजेसन र अडियन्सको बिहेभियरले नै अबको फ्युचर कन्टेन्टलाई पनि ड्राइभ गर्छ, बिजनेसलाई पनि ड्राइभ गर्छ भन्ने मान्यताले अगाडि बढ्नु पऱ्यो होइन त? पक्का। सो यो ग्लोबलाइजेसनले च्यालेन्जेस पनि उत्तिकै लिएर आएको छ नेपालको कन्टेक्स्टमा, स्पेसली स्किल्ड म्यान पावरको कन्सेप्टमा। त्यो अघि हजुरले 4वटा टी भन्नुभएको थियो, त्यसमध्येमा एउटा टिम पनि एकदमै इम्पोर्टेन्ट हो। सो यो क्वेसन चाहिँ उज्जवल सरलाई छ। सो पछिल्लो वर्षमा नेपालबाट स्किल्ड म्यान पावरहरूले राम्रो अवसरको खोजीमा विदेश यति जान थाले कि ठुला हजुरहरूको जस्तो संस्थाहरूलाई पनि त्यसले ह्युमन रिसोर्स म्यानेजमेन्टमा केही न केही इम्प्याक्ट त स्योर परेकै होला होइन? सो एज अ बिजनेस इन नेपाल तपाईँले यो ट्यालेन्ट रिटेन्सनलाई कसरी हेर्नुहुन्छ र अहिलेको अब आउने बिजनेसहरूले स्किल्ड म्यान पावरलाई नेपालमै राख्नको लागि स्ट्राटेजी